हेलो सबैजनालाई नमस्कार। आज चाहिँ हामी डेभलपमेन्ट ब्याङ्कको बारेमा हेर्दैछौँ। यसमा चाहिँ अब के छ रिपोर्ट भनेर चाहिँ हेर्नको लागि चाहिँ मैले एउटा यहाँ चार्ट बनाएको छु। एउटा साइटबाट चाहिँ लिएको हो, सोर्स कोड भन्ने। यसमा अब के छ भनेर हेर्दाखेरि चाहिँ सुरुमा चाहिँ मैले नेप्सेमा लिस्टेड भएको सबै डेभलपमेन्ट ब्याङ्कहरू राखेँ, जसमा टोटल 16वटा डेभलपमेन्ट ब्याङ्क रहेको छ। यो तपाईँहरूले बी नम्बरको कोलममा पनि देख्न सक्नुहुन्छ। कामा सेवा, अनि कोरबेल, एक्सल, गरिमा, अनि ग्रिन डेभलपमेन्ट ब्याङ्क, ज्योति विकास, कर्णाली, लुम्बिनी, एमडिबी, एमएलबिबिएल, एमएनबिबिएल, अनि एनएबिबिसी, एसएडिबिएल, एसएपिडिबिएल, साइन र सिन्धुगरी छन्। अनि तल चाहिँ मैले सिम्पल एभरेज क्यालकुलेट गरेको छु, जसमा चाहिँ अब सुरुमा हामीले हेर्दाखेरि चाहिँ यो क्लोजिङ प्राइस भनेको चाहिँ यो अस्ति थर्सडेको चाहिँ प्राइस हो यो। त्यसपछि पेड अफ क्यापिटल भनेको चाहिँ अमाउन्टहरू सबै इन थाउजन्डमा छन्। यो जति पनि ठुलो बिग अमाउन्टहरू चाहिँ त्यसमा पेड अफ क्यापिटल भनेको चाहिँ कम्पनीको चुक्ता पुँजी हो। रिजर्भ एन्ड सरप्लस भनेको कम्पनीले कमाएर कति चाहिँ आफ्नो खातामा एज अ रिजर्भ ग्रुपमा राखेको छ त्यो अमाउन्ट चाहिँ भनेर बुझ्नुपर्छ। त्यसपछि अर्को डिपोजिट छ। डिपोजिट भनेको चाहिँ कस्टमरबाट कम्पनीले कति उठायो त भन्ने चिज चाहिँ डिपोजिटमा पर्छ। त्यसपछि रेभिन्यू भनेको कम्पनीले कति कमायो भन्ने कुरा चाहिँ रेभिन्यूमा पर्यो। त्यसपछि ग्रस प्रफिट हेर्दाखेरि चाहिँ हामीले यो चाहिँ कम्पनीले रेभिन्यू जुन इन्ट्रेस्ट डाइरेक्ट इन्कम हुन्छ त्यसबाट कति चाहिँ खर्च गरेर बच्यो भन्ने हो। अपरेटिङ प्रफिट भने चालु सञ्चालनबाट भएको आम्दानीलाई अपरेटिङ प्रफिटको रूपमा राखिन्छ। त्यसपछि नेट प्रफिट भन्ने छ। नेट प्रफिट भने कमायो कति भन्ने नै हिसाब नै अल्टिमेटली गरेका हौँ। त्यसपछि बाँड्न मिल्ने नाफा कति छ भनेर हिसाब गरेको छ। यो माइनसमा भनेको चाहिँ नेगेटिभ हो। नेट प्रफिटमा पनि डिस्ट्रिब्युटर प्रफिटमा नेट प्रफिटमा अपरेटिङ प्रफिटमा अनि यदि रिजर्भमा माइनसमा छ भने चाहिँ त्यो चाहिँ नेगेटिभ भएको भन्ने हुन्छ। इपिएस भनेको चाहिँ 6 महिनामा कति कमायो अनि त्यसलाई चाहिँ इन्टु 2 गरेर निकालेको। फर इक्जाम्पल तपाईँलाई मैले क्यालकुलेसन पनि देखाएँ। जस्तै नेट प्रफिट 3,94,000 चाहिँ यो कामना सेवा डेभलपमेन्ट ब्याङ्कले गर्यो। मेरो पेड अफ क्यापिटल चाहिँ यति छ, इन थाउजन्ड छ। त्यसैले एकचोटि म यहाँ निकालेर देखाउँछु। ल भनेपछि यसको इपिएस भनेको चाहिँ 10 रुपियाँ 21 पैसा कमाइसकेको छ। यो आधा वर्षमा कमाएको इन्टु 2 गरेर चाहिँ मैले यहाँ 20 रुपियाँ 43 पैसा भनेर चाहिँ निकालेँ है। त्यसपछि अर्को भनेको पिई रेसियो भन्छ। यो भनेको चाहिँ के भने मार्केट प्राइसलाई चाहिँ मार्केट प्राइस क्लोजिङ प्राइस जुन छ त्यसलाई चाहिँ तपाईँले इपिएसले भाग गरेर आउने प्राइस चाहिँ पिई रेसियो हुन्छ। जस्तै फर इक्जाम्पल 462 कामना सेवा डिभाइडेड बाई मैले अर्निङ पर सेयर गऱ्यो भने 22.61 नै आउँछ। हेर्नु होला एकचोटि होइन। त्यसपछि एनपिएल टु लोन रेसियो, यो भनेको चाहिँ के भने लोन दिएको मध्ये कति डुब्यो त भन्ने चाहिँ हिसाब चाहिँ यो एनपिएल टु लोन रेसियोमा आउँछ तपाईँहरूको। अनि त्यसपछि हेर्दाखेरि थप क्रेडिट टु डिपोजिट रेसियो भनेर आउने भयो। क्रेडिट टु डिपोजिट रेसियो भनेको चाहिँ हामीले 100 रुपियाँ कस्टमरबाट डिपोजिट लिँदाखेरि कति रुपियाँ चाहिँ कस्टमरलाई हामीले एज अ लोनको रूपमा दिएको छ त्यो रेसियो हो यो क्रेडिट टु डिपोजिट रेसियो भने। त्यसपछि आउने भनेको डिस्ट्रिब्युटेबल अर्निङ पर सेयर छ। यसमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको यो डिस्ट्रिब्युटेबल प्रफिट कति छ त्यसलाई चाहिँ नम्बर अफ क्यापिटलको सङ्ख्याले भाग गरेर आएको अमाउन्ट हो। यसमा वार्षिकीकरण गरिएको छैन। जस्तै तपाईँलाई म एउटा क्यालकुलेसन पनि गरेर देखाइदिन्छु। डिस्ट्रिब्युटेबल प्रफिट डिभाइडेड बाई पेड अफ क्यापिटल गरेर भनेपछि यसको एकचोटि इन्टु 100 गरौँ है त्यहाँ। अनि ठ्याक्क आउँछ सङ्ख्याहरू हिसाबले 7.66 आयो। यसरी यो आएको छ। यहाँसम्म हेर्दाखेरि हामीले अहिलेसम्ममा हेडिङको बारेमा बुझ्यौँ। अब अगाडि गइसकेपछि अब मैले सुरुमा के गर्छु भन्दाखेरि म यो डाटालाई चाहिँ मैले सर्ट गरिदिन्छु। एभरेजमा चाहिँ मैले फर्मुला लगाएको छु अनि सर्ट गरेर म सस्तोबाट महँगोमा भनेर हेर्छु। अलवेज मार्केट बढ्दाखेरि बढ्ने चान्स कसको धेरै हुन्छ भने जुन सस्तो छ त्यसको चान्स धेरै भयो। भनेपछि सस्तो कुन रहेछ त ज्योति विकास ब्याङ्क, एमएनबिबिएल भने यो मुक्तिनाथ हो, एमएलबिएल भने महालक्ष्मी भयो, अनि गरिमा भयो, त्यसपछि साइन भयो, त्यसपछि एसएडिबिएल भयो, त्यसपछि कामना सेवा भयो। एकचोटि एभरेज यो मार्केट प्राइस पनि एभरेज निकालौँ है त के आउँदो रहेछ एकचोटि हेरौँ। तपाईँले एक्सलमा चाहिँ यसरी नै डाटा गरेर चाहिँ हेर्न सक्नुहुनेछ। यसमा अब म निकालिदिएँ है त्यसलाई 741 एभरेज छ। खासमा भन्यो भने यो सियुआरबिएल, एनएबिबिसी,
ग्रिन र एसएडिबिएललाई हटाएर एकचोटि एभरेज हेरौँ है त, किनकि यो स्टकहरू चाहिँ धेरै पम्प गरेर अप प्राइसमा लगेको कारणले कर्णाली पनि मैले हटाएर राम्रो भनेको चाहिँ यो माथिको मात्र चाहिँ मितेरीदेखि माथितिरको मात्र गर्दाखेरि लगभग 448 छ। भनेपछि हामीले 400 अथवा 400 आसपासमा भएको स्टकहरूलाई चाहिँ हामीले क्लोजिङ प्राइसको आधारमा मैले अहिले आँखा लगाएँ। मैले यहाँ प्राइसमा चाहिँ मैले एउटा सिम्बल दिन्छु, यसलाई यसरी भन्दा पनि यसलाई हाइलाइटै गरिदिउँ है, त्यसलाई ग्रिन हाइलाइट गरौँ। मैले प्राइस अनुसार सस्तो कुन भनेर छान्दा चाहिँ यसरी छानेँ है। तपाईँहरूले नि यो छान्न सक्नुहुन्छ। यहाँ भने अलिकति फर्मेट बिग्रियो, यसलाई मैले के गरेँ, ग्रिन हाइलाइट गरेँ, बोल्ड गरिदिएँ। ग्रिन यो अलिक धेरै भयो, उज्यालो हेर्न अलिक गाह्रो हुन्छ होला, यसरी राखेँ। अब क्यापिटलमा यदि लो क्याप हेर्नुहुन्छ भने चाहिँ तपाईँहरू यो कर्णाली सिन्धु, एसएपीडिबिएल, जिआरडिबिएल अनि एबिसिया कोरबेल आउँछ। अब लो क्याप अनुसार भनेर तलबाट जाने हो भने चाहिँ मैले तलबाट 1000, 10,000, लाख, 10 लाख, करोड, 10 करोड भनेपछि 1 अर्बभन्दा कम क्यापिटल भएकोलाई चाहिँ मैले हाइलाइट गरिराखेँ। भनेपछि प्राइस र लो क्याप अनुसार हेर्दाखेरि जति धेरै क्यापिटल छ त्यति कम चाहिँ प्राइस भएको छ। एक्सेप्सनमा हेर्ने हो भने एउटा ज्योति विकास ब्याङ्क चाहिँ सस्तोमा आएको छ, बाँकी हेर्न बाँकी छ है। अहिले हामीले डिसिसन निकाल्यौँ। अब रिजर्भमा रिजर्भ्स अलवेज भनेको के हो, धेरै भएको राम्रो। भनेपछि धेरै कसको छ भनेर हेऱ्यो भने मैले सुरुमा मुक्तिनाथ आएँ, त्यसपछि ग्रिन आयो, त्यसपछि लुम्बिनी आयो, एमएनबिबिएल आयो, अनि ज्योति विकास ब्याङ्क आयो। मलाई यतिसम्म चाहिँ ठिकै छ भनेपछि मैले 1000, 10,000, लाख, 10 लाख, करोड, 1 अर्बभन्दा माथिको चाहिँ रिजर्भ भएको जतिलाई चाहिँ हाइलाइट गरेँ। लास्टमा अहिले हेर्नुहोस् है, यो आफै चल्दै गएर आफै फिल्टर भएर 1 नम्बरमा बस्नुपर्ने हुन्छ। डिपोजिट भनेको नर्मल कस्टमर कतिको गऱ्यो, बिजनेस के कस्तो छ भन्ने हो। अब एमएनबिबिएल भनेको चाहिँ अलरेडी कमर्सियल ब्याङ्क बन्नलाई चाहिँ क्राइटेरिया पुऱ्याइसकेको यो डेभलपमेन्ट ब्याङ्कको राष्ट्रिय स्तरको, त्यसैले यसको डिपोजिट धेरै नै माथि छ, अरूको छ। त्यसै मैले डिपोजिटको आधारमा फिल्टर गरिनँ। अहिले अब त्यसपछि हेर्दाखेरि डाइरेक्ट रेभिन्यूको आधारमा हेर्दाखेरि एमएनबिबिएल अलवेज यो किङ नै हो, किनकि कमर्सियल ब्याङ्कमा ट्रान्सफर हुनलाई ऊ रेडी पोजिसनमा छ। हाल क्राइटेरिया पनि मिट गर्छ, सायद राष्ट्र ब्याङ्कमा पनि एप्लाई पनि हान्छ होला, एजिएममा पनि केही आएको जस्तो लाग्छ। त्यो हिसाबले हेर्दाखेरि अहिले रेभिन्यू पनि मैले गरिनँ। भनेपछि रेभिन्यू र डिपोजिट मैले हाइड गरिदिएँ है त, ल हाइड गरिदिएँ। अब ग्रस प्रफिट हेर्दाखेरि ग्रस प्रफिट होइन, डाइरेक्टली कति कमायो भनेर हेर्नको लागि मैले राखेको डाटा हुन्। अब यी सबै हेर्दाखेरि नर्मल्ली तपाईँहरूले चाहिँ भन्नुहोस् है, यो अलिकति फर्मेटमा मिलाउँछु, किनकि अब यहाँ हाइड हुँदै जान्छ रेभिन्यू। ग्रस प्रफिट पनि मैले हाइड गरिदिएँ, किन त्यति धेरै राम्रो इन्डिकेटर होइन, यसो हेर्नु चाहिँ पर्छ है, फेरि हेर्दैन भने चाहिँ होइन। अब नेट अपरेटिङ प्रफिट हेर्दाखेरि अपरेटिङ प्रफिटमा एकदम राम्रो भने मुक्तिनाथ र गरिमा रहेछ। त्यसपछिकाहरूको एक लटमा अलिकति ठिकै भनेको कुन आउँदो रहेछ, ल एकचोटि हेरौँ है त अपरेटिङ प्रफिट चाहिँ, किनकि ब्याङ्क भइसकेपछि ब्याङ्कको कोर ब्याङ्किङ अपरेसन्सबाट कमाएको हुनु पऱ्यो। मैले अहिले कामना सम्ममा त लिएँ 1000, 10,000, लाख, 10 लाख, करोड, 40 to 50 करोड वा 50 करोडभन्दा माथिकोलाई चाहिँ मैले अहिले हिसाबमा लिएँ है त। त्यसपछि अब नेट प्रफिटमा जाउँ है। जसको अपरेटिङ प्रफिट धेरै छ त्यसको नेट प्रफिट पनि धेरै भएको देखिरहेछ। हेर्नुहोस् त तपाईँहरूले, ठ्याक्क अटोमेटिक भएछ। यसमा एउटा एक्सेप्सन्स छ, कुन भन्दाखेरि तपाईँको यहाँ ज्योति विकास ब्याङ्क। किन भन्दाखेरि तपाईँले हेर्न पनि सक्नुहुन्छ, ज्योति विकास ब्याङ्कको नाफा धेरै भएको छ। अहिले मैले के भनेको थिएँ, ज्योति विकास ब्याङ्कको प्राइस कम छ, हेर्नुहोस् है, क्यापिटल पनि ठिकै छ, रिजर्भ पनि राम्रो छ, अपरेटिङ प्रफिट पनि राम्रै छ। अब हेर्दाखेरि नेट प्रफिटमा ज्योति विकास ब्याङ्क एउटा थपियो भनेपछि मैले यति चाहिँ बोल्ड गरेर राखिराखेँ है त। यो सँगसँगै मैले यो 30 करोडभन्दा माथिको नेट प्रफिट सबैलाई नै टिपेर राखेँ। त्यसै अब डिस्ट्रिब्युटेबल जाउँ है। डिस्ट्रिब्युटेबल प्रफिट पनि धेरै भयो भने धेरैभन्दा धेरै लाभांश आउन सक्छ भन्ने एजम्सन हुन्छ। यसमा हेर्नुहोस् त, अब ज्योति विकास ब्याङ्क त कहाँ गयो, लास्टमा गएछ। अघि त राम्रो जस्तो देखिएको थियो। हेर्नुहोस्, सेयर मार्केटमा यस्तै हुन्छ है, त्यसैले राम्ररी हेरेर मात्रै किन्नुपर्छ। नेट प्रफिट ह्युज थियो, डिस्ट्रिब्युटेबल प्रफिट भने बाँड्न मिल्ने नाफा कति रहेछ, एकदमै कम रहेछ। भनेपछि के गर्नु पर्यो हामीले, यो त किन्ने कि नकिन्ने, डिभिडेन्ड खाने भने नकिन्ने होला। अब क्यापिटल गेन खाने भने अहिले बाँकी हेर्दै गरौँला है। डिस्ट्रिब्युटेबल प्रफिटमा 30 करोड भनेपछि मैले 29 करोड, 30 करोड र 31 करोड भएको तिनवटालाई चाहिँ सेलेक्ट गरेँ अहिले। राम्रो, यो चाहिँ फन्डामेन्टल एनालाइसिस गर्दैछु मैले है। अब इपिएस मेन चिज भने एक किता सेयर बराबरको कति रुपियाँ चाहिँ कमायो भनेर हेर्नु पर्यो। प्रमुख अहिलेसम्म हेर्दा चाहिँ टोटल कति कमायो भनेर हेरिरहेको थियौँ हामीले। अब हेर्दा चाहिँ हाम्रो के भयो भन्दाखेरि
एक किताले कति रुपियाँको दरले कमायो भन्ने भयो। अब यसमा मैले हेर्दाखेरि चाहिँ नर्मल्ली एभरेज हाम्रो 8.5 छ। यो 8.5 लाई एकचोटि थोरै चेन्ज गरेँ, माइनस भएको जतिलाई चाहिँ मैले हटाएर हेर्छु है एकचोटि है त। पोजिटिभ मात्र भएकोमा हेऱ्यो भने 13 रुपियाँ छ भनिसकेपछि म 14 वा सोभन्दा माथिकोलाई चाहिँ फिल्टर लाएर एकचोटि हेर्छु है त। त्यतिलाई चाहिँ अहिले हाइलाइट गरेर हाम्रो पोइन्टमा राखिराखौँ है। भनेपछि 14 रुपियाँ वा सोभन्दा माथि भनेको मैले अहिले हाइलाइट गरेको जति पार्ट पऱ्यो मैले यो पनि गरेँ। यसमा के रहेछ भन्दाखेरि एउटा गरिमा, त्यसपछि कामना सेवा, मुक्तिनाथ, त्यसपछि साङ्ग्रिला, त्यसपछि साइन रेसुङ्गा, त्यसपछि लुम्बिनी, त्यसपछि महालक्ष्मी, त्यसपछि एक्सल र ज्योति आयो है। अब मितेरी पनि ठिकै छ, तर 10 रुपियाँभन्दा पनि तल छ एभरेजको हिसाबले त। एभरेजभन्दा माथि भयो, तर अहिले हामीले पोजिटिभमा थाहा 13 रुपियाँ जुन एभरेज आएको थियो यो कोलममा, यो एभरेज कोलममा, त्यो अनुसार चाहिँ यहाँ केही कम हो कि जस्तो देखियो। भनेपछि अब यतिमध्ये एउटा चाहिँ कमाइको हिसाबले, हालको कमाइको हिसाबले चाहिँ यो भयो। त्यसै प्राइस अर्निङ, प्राइस अर्निङले चाहिँ के भन्छ भन्दाखेरि तपाईँले 1 रुपियाँ अर्निङ गर्नलाई कति रुपियाँ पैसा तिर्नु भएको छ भनेर चाहिँ यो प्राइस अर्निङले देखाउँछ। माइनस भनेको अर्थ चाहिँ नकमाएको भन्ने हो। अब लार्जेस्ट टु स्मलेस्ट गरेर मैले हेरेँ, प्राइस अर्निङ सधैँ लोएस्ट टु हाइएस्ट भएको हुनुपर्छ। तर अब यसमा पर्ने चाहिँ अलिकति बिग्रिने, स्मलेस्ट टु लार्जेस्ट हुनुपर्छ। तर नेगेटिभलाई चाहिँ हामी नराम्रो मान्छौँ है। भनेपछि लोएस्ट कसको छ भन्दाखेरि अब हाम्रो यहाँ गरिमा जिबिबिएलको छ भनेपछि जिबिबिएल, त्यसपछि एमएनबिपिएल, कामना सेवा अनि ज्योति साइन भयो है। भनेपछि एकचोटि म यो पोजिटिभ भएकोवाला जतिको मात्र एभरेज हेर्छु है त कति आउँदो रहेछ। कति आयो भन्दाखेरि 88 को आयो। अब यसमा पनि यो एकचोटि अलिक धेरै पोर पर्फर्मेन्स गर्नेहरू यो हटाइदिएँ भने त्यसपछिका बाँकीहरूमा चाहिँ मैले हेर्दाखेरि अब 42 लाई नराखौँ, अहिले लुम्बिनी पनि 30 छ नराखौँ, 26 भनेपछि 26बाट तलतिरको जति मैले अहिले हाइलाइट गरेँ है। अब त्यसपछि यो एनपिएल भनेर चाहिँ जति लो भयो त्यति राम्रो हुन्छ है। यो एनपिएल भनेको चाहिँ स्मलेस्ट टु लार्जेस्ट, एनपिएल नन पर्फर्मिङ जति लो भयो त्यति राम्रो हुन्छ। त्यसैले मैले मैले लार्जेस्ट गरेँ, स्मलेस्ट टु लार्जेस्ट गरेँ है। एनपिएल लो भएको भने कौन रहेछ, मितेरी त अब्बलभन्दा अब्बल रहेछ एनपिएलको हिसाबले। त्यसपछि आएर कुना एमएनबिपिएल, कामना सेवा, जिआरडिबिएल पनि राम्रो रहेछ है। त्यसो भए ग्रिन डेभलपमेन्ट ब्याङ्क, त्यसपछि साइन अनि जिबिबिएल भने यो गरिमा हो है। गरिमा चाहिँ मैले यति चाहिँ हाइलाइट गरिराखेँ है। एकचोटि यसको एभरेज पनि मैले यो 57 वाला जुन छ यो एनएबिबिसीको यो हटाएर एकचोटि म एभरेज चेक गर्छु है त कति आउँदो रहेछ। एभरेज कति आयो 5.89 भनेपछि मैले पर्फेक्ट नै हाइलाइट गरेछु। हेर्नुहोस् त, मैले 5 भन्दा तलको हाइलाइट गरेको थिएँ यसो गेस गरेर, लास्टमा 5.89 आयो है। बाँकी अब कुनै चाहिँ अब ग्रुप अफ कम्पनीमा यो एनएबिबिसी भनेको चाहिँ अलमोस्ट डुबेको कम्पनी हो। यसको 3-4वटा मात्र ब्रान्च छ, त्यो पनि चितवनको भेगमा, अन्त छैन, राइट सेयर मात्र आइ गर्छ। यसलाई वास्तवमा भन्यो अहिले म लास्टमा एउटा कन्क्लुजन पनि भन्छु। त्यसपछि अब क्रेडिट टु डिपोजिट रेसियो, यो चाहिँ 90 वा 100 भन्दा कम हुनुपर्छ हाम्रो क्रेडिट टु डिपोजिट रेसियो होइन। 90 वा 100 भन्दा कम हुनालाई यसलाई हामीले के गर्नु पर्यो भन्दाखेरि अहिले फिल्टर गर्न स्मलेस्ट टु लार्जेस्ट गर्नु। धेरै स्मल हुनु पनि राम्रो चाहिँ होइन। किन भन्दाखेरि कुनै पनि कम्पनीले 90 वा 100 भन्दा कम हुँदाखेरि क्रेडिट टु डिपोजिटलाई मैले भनेअनुसार चाहिँ के भन्ने हो भन्दाखेरि 100 रुपियाँ पैसा डिपोजिट लिएर कति रुपियाँ लोन फ्लो गर्यो भने लोन फ्लो नै गर्न नसकेको भनेर देखिन्छ। सो स्मलेस्ट टु लार्जेस्ट हेर्दाखेरि, अनि लार्जेस्ट टु स्मलेस्ट हेर्दा नि लोन फ्लो गर्ने ठाउँ छ कि छैन भन्ने हुन्छ। यहाँ चाहिँ अब सबै 90 भन्दा तल आएको कारण मैले तलबाट लार्जेस्ट टु स्मलेस्ट नै गरेर फिल्टर गरेर एकचोटि हेर्छु है त कसको राम्रो छ भनेर है। त्यो हिसाबले हेर्दाखेरि कामना सेवा, मुक्तिनाथ, लुम्बिनी, एमएलबिएल अनि यो गरिमा, साइन, 84 मैले 82सम्म नै हाइलाइट गरेँ किनकि यिनीहरू सबै नै लगभग उस्तै नै छन् है। यो नेसनल लेभलको डेभलपमेन्ट ब्याङ्कहरूको प्रायःको पर्फर्मेन्स उस्तै छ। केही अब्बल छन्। अब डिइपिएस यो भने चाहिँ एक किता सेयर तपाईँले किन्दाखेरि आजको दिनमा कम्पनीले बाँड्न मिल्ने, किनकि राष्ट्र ब्याङ्कले विभिन्न प्रोभिजनहरू राख्छ, एनपिएल अनुसार राख्छ, रिस्क वेट एसेस र टोटल रिस्क वेट एसेसको आधारमा पनि गरे हुन्छ। त्यसमध्ये एक किता सेयर भएर आज दिनमा डिभिडेन्ड दिन पुग्ने पाकिसकेको है यो पौषसम्म। अब पछि थप पाक्यो भने कति पाक्छ थाहा छैन। त्यसमा धेरै लुम्बिनी सबैभन्दा अब्बल रहेछ, त्यसपछि कामना सेवा छ, त्यसपछि एक्सल छ, अनि त्यसपछि अब यो 5 रुपियाँसम्म चाहिँ लिगौँ है त्यसलाई है। एकचोटि मलाई यो पोजिटिभ भएको जतिको मात्र एभरेज लिन मन लाग्यो है मलाई।
यो 0.81 नै हटाइदिउँ, यो 1.5 पनि हटाइदिउँ भनेपछि त छैन नै, त्यति नै छ अनि राखेँ है मैले। पोजिटिभ मात्र हेर्दाखेरि 4 भन्दा माथि छ, मैले 5 भन्दा माथि हालेँ। कस्तो यो गेस पनि पर्फेक्ट भयो चाहिँ, हुन त बानी भइसक्यो, मार्केटमा भएको पनि धेरै भयो होइन। अनुहार चाहिँ अहिले मैले देखाएको छैन, हेर्नु बाहिर त्यस्तो राम्ररी, एकचोटि हेर्नु होला। त्यहाँ एउटा भिडियो चाहिँ छ मेरो अनुहार देख्ने, त्यो नि अलि रफ नै छ भिडियो चाहिँ। अब यो हिसाबले हेर्दाखेरि अब म तपाईँहरूलाई भन्छु है, अब डिइपिएसको हिसाबले के भन्यो भन्दाखेरि लार्जेस्ट टु स्मलेस्ट, अब हाइलाइट गरेर मात्रै डिइपिएसले लुम्बिनी, कामना, एक्सल, मितेरी, गरिमा भनेर फिल्टर गरेँ। अब म तपाईँहरूलाई एउटा के भन्छ नि, अब पोइन्ट्स दिन्छु है मैले। आफूले के भने यो हरेकचोटि जति धेरै हाइलाइट भयो त्यतिवटा पोइन्ट दिउँ है। अब लुम्बिनी सबैभन्दा पहिला म लो प्राइस टु अप प्राइस गरेर यिनीहरूलाई चाहिँ फिल्टर लाउँछु, किन भन्दाखेरि जति धेरै सस्तो त्यति धेरै चान्सेस अफ प्राइस हाई भनेपछि मैले एकचोटि फिल्टर फेरि त्यो पोइन्टसहितलाई हुने गरी राखेँ। भनेपछि अब ज्योति विकास ब्याङ्कको कतिवटा आयो हाइलाइट टोटल हेर्नु त, हामीले 1 2 3 4 5 6 आयो है। भनेपछि यो 6 हाइलाइट है। त्यसै यसको हेरौँ, यसको हेर्दाखेरि हामीले 1 2 3 4 5 6 7 8 8वटा रहेछ, यसले 8 पोइन्ट पायो। त्यसपछि अर्को भनेको यो मैले आफैले बनाएको है, यो फेरि यही गर्नुपर्छ भन्ने चाहिँ छैन, मैले चाहिँ बेस्टलाई हाइलाइट गरेँ। अब चाहिँ मैले पोइन्ट दिँदैछु। अब यसलाई हेर्दाखेरि कति आयो, 1 2 3 4 5 6 पोइन्ट है। अब 6 वा सोभन्दा कममा म पोइन्ट पनि काउन्ट गरिदिएँ, किनकि भिडियो धेरै लामो भइसक्यो। 1 2 3 4 5 6 7 8 9 10 भनेपछि यो गरिमा चाहिँ फन्डामेन्टल हिसाबले बेस्ट आयो है। अब यसपछि अर्को हेऱ्यो भने साइन, यो गर्नु पर्दैन। 1 2 3 4 5 6 7 8 रहेछ है। त्यसपछि 1 2 3 4 5 मैले 5 वा सोभन्दा कम इग्नोरान्ट दिएँ है। 1 2 3 4 5 6 7 8 9 पोइन्ट आयो है यसको है। यसको महँगोवालामा चाहिँ पोइन्ट आएन। 1 2 3 4 5 भनेपछि यो 5 पोइन्ट, अरू तलतिर भनेर त खासै छँदा नि छैन है। भनिसकेपछि फन्डामेन्टलको हिसाबमा सबैभन्दा बेस्ट मैले निकालेको चाहिँ के आयो भन्दाखेरि गरिमा विकास ब्याङ्क जिबिबिएल आयो है एउटा। त्यसपछि अर्को कुन आयो, यसपछिको सेकेन्ड बेस्ट भने म साइन र मुक्तिनाथ अनि भनेपछि यही तिनवटालाई राखौँ है। भनेपछि यति चाहिँ हामीले हाइलाइट गरेँ एकचोटि। अब यिनीहरूको चाहिँ अब अहिलेलाई के भयो, किन्दाखेरि राम्रो भनेर पर्फर्मेन्स आयो, तर किन्ने भने चाहिँ आजकै प्राइसमा फ्याट्टै किनिदिने भन्दा पनि हेर्नु पऱ्यो हामीले चाहिँ। अब के हेर्नु पऱ्यो भन्दाखेरि चाहिँ अब यिनीहरूको किन्ने टाइम भएन है। अब यसरी कम्पनी फिल्टर गरिसकेपछि अब चाहिँ म चाहिँ टेक्निकल चार्ट हेर्न जान्छु। इज द राइट टाइम टु बाई भनेर यसरी फन्डामेन्टली म कम्पनीहरू सर्ट गर्छु, ताकि भोलि डुबेकै खण्डमा पनि धेरै नहोस् होइन। अलिअलि चाहिँ म टेक्निकल मात्र हेरेर नि किनिरहेको हुन्छु। भनिसकेपछि अब यसमा हेर्दाखेरि अब तल गइसकेपछि अघि मैले भनेको थिएँ जुन यो लो क्यापहरू छन्, कर्णाली, सिन्धु, एसएपिडिबिएल अनि जिआरडिबिएल, एनएबिसी र कोरबेल छ। यिनीहरू भनेको चाहिँ के भयो भन्दाखेरि यो अल्टिमेटली अन्तिममा नै रह्यो। अब कसैले यत्तिकै लो क्याप भनेर पम्प एन्ड डम्प गऱ्यो भने चाहिँ आउने भयो राम्रै, होइन भने चाहिँ यो केही हिसाबले गर्दाखेरि अलिकति गाह्रो नै हुने देखिन्छ। ल तपाईँहरूलाई म अब यो सबै हटाएर एकचोटि लास्टमा पिक्चर राम्रो गरी देखिने गरी बनाइदिन्छु है। त्यो कि तर टक्क पर्फेक्ट फिट होस्। स्क्रिनमा देखेको छ नि है, थोरै अलिकति अमाउन्ट इन 1000लाई म हाइड गरिदिन्छु है। यसलाई फेरि हाइड गर्न पनि मिलेन, फेरि मिसइन्टरप्रिटेसन गर्नु भने गाह्रो हुन्छ हाम्रो साथीहरूलाई। त्यसपछि ल यसरी एकचोटि यो हेर्नुहोस्, ल पज गरेर आनन्दले एकछिन हेर्नुहोस्। ल धन्यवाद। यस्तै जानकारीको लागि च्यानललाई सब्सक्राइब गरेर राख्नु होला।